अर्घाखाँचीबाट हामी लाग्यौं बागलुङ घुम्नलाई। हामी रेडी हुँदै कालीगण्डकी करिडोरको बाटो बागलुङमा रहेको कालिका मन्दिरको दर्शन गर्न पुग्यौं। हामी कालिका मन्दिरमा एकैछिन भजनमा नाच्यौं पनि। अनि हामी लाग्यौं बागलुङको गलकोटतर्फ। हाम्रो गन्तव्य हो गलकोट माथि रहेको घुम्टेको लेक। गलकोट हरिचौरमा बास बसेर अर्को दिन बिहान 5 बजे घुम्टेको लेकतर्फ लाग्यौं। उकालो अनि अप्ठ्यारो बाटो, माथिसम्म मोटरसाइकल जाने रहेछ। मोटरसाइकलमै केही माथिसम्म गयौं। त्यसपछि सुरु हुन्छ हाम्रो पदयात्रा। जंगलको बाटो, उकालो अनि यात्रीहरू हिँड्न बनाइएका सिडीहरू। हामी गफिँदै रमाइलो गर्दै सिडीहरू चढिरहन्छौं। यात्रामा हामी यसै रमाइरहेका हुन्छौं। साथीहरू कहाँ जान लाउनु भएको हजुरहरू? ट्र्याकिङ गलकोट घुम्टे। यति ठूला गुराँसका रुखहरू हामीले पहिलो पटक देखेका हुन्छौं। जो खाए वो पछुताए, जो नखाए वो पछुताए। हामी रमाइला गफ गर्दै बाटो काटिरहेका हुन्छौं। जंगलको आधा जसो बाटो यात्रा तय गर्दा हामी निकै थाकिसकेका हुन्छौं। तर फेरि जोस बढ्दै हामी माथि उक्लन्छौं। झन्डै 2 घण्टापछि जंगलको यात्रा सकिन्छ। अब सुरु हुन्छ भिरको बाटो। डरलाग्दो भिर। हामी यसै डराउँछौं। तर बाटोमा राखेका रेलिङका कारण केही डर कम महसुस गर्छौं अनि हामी फेरि माथि चढ्न थाल्छौं। घुम्टेको लेकलाई कुहिरोले छोपेको छ। फर्केर तल हेर्दा डरलाग्दो भिर छ। गुराँसै गुराँसको जंगल देख्छौं। फूलहरू भने झरेर सकिन लागेको हुन्छ। शरीर थाकेकै कारण पनि हामी धेरै हिँड्न सक्दैनौं। हामी आराम गर्दै माथि उक्लिरहेका हुन्छौं। भिरको बाटो पनि झन्डै हामी 1 घण्टा जसो हिँड्छौं। अब अगाडि हिँड्ने बाटोमा रेलिङ देख्दैनौं। घुम्टेको लेकलाई कोइरोले छोड्दा हामीले त्यो डाँडा निकै माथि देख्छौं। हामी सक्दैनौं कि भन्ने लाग्छ। तर पनि फेरि जोस बढ्दै केही माथिसम्म हामी उक्लन्छौं। हामीले पिउनका लागि लगेको पानी पनि सकिन्छ। अब हाम्रो शरीर थकाइले मात्र होइन, भोकले पनि गलाउँछ। हामी माथि चढ्न भन्दा झर्न अझै बढी डर हुन्छ। हामी एकछिन आराम गर्छौं। माथि बाटोमा अझै रेलिङ देख्छौं। हामीसँग पानी र खानेकुरा नहुँदा अब हामी माथि जान सक्दैनौं नै भन्ने लाग्छ र हामी त्यहीबाट फर्कने निधो गर्छौं। हामीलाई थाहा छ माथि मन्दिर छ। त्यसैले हामी 4 जनाले भेटी जम्मा गर्छौं र त्यहाँ एउटा बोतल भेटाउँछौं अनि बोतलभित्र भेटी राखेर उक्त बोतललाई हामीले एउटा बुट्यानमा झुन्ड्याएर छोड्छौं। रक्षा गर्नु होला, हामी आइपुग्न सक्दिनँ त्यहाँ। जसले भेटाउनुहुन्छ यो लगेर भेटी त्यहाँ चढाइदिनु होला। लेख्न पाइएन, पेन छैन। ल भेटी यहाँ छ। रामचन्द्रजी तपाईले एउटा भेटी राखिदिनुस्। हामीलाई विश्वास छ माथि जानुहुने श्रद्धालुहरूले यो भेटी माथि मन्दिरसम्म पुर्याउनु हुनेछ। हामीलाई रक्षा गरिदिनुस् अनि हाम्रो प्रकाशलाई भरिसक आजै कुरो मिलाइदिनुस् त जाँदाखेरि। अब हामी गुराँससँग फोटो खिच्दै फर्किन्छौं। हामी माथि निस्किँदै गर्दा धेरै रमाइला गफहरू हुन्छन् जुन हामीले भिडियोमा कैद गर्न सकेका हुँदैनौं। फर्किँदा जंगलको बीचमा आइसकेपछि रमेश दाइले पात बजाउँछन्। रमेश दाइले पात बजाएको भने मैले भिडियोमा कैद गरेको छु।
त्यसपछि हामी मोटरसाइकल भएनिर झर्छौँ र मोटरसाइकल लिएर तल झर्छौँ। हामी त्यहाँ तल रहेको मूर्तिकला छिर्छौँ। मूर्तिकला पनि असाध्यै राम्रो ठाउँ रहेछ। त्यहाँ एउटा घर पनि छ र सानो पसल पनि। त्यो घर र पसल माथि रहेको मन्दिरको व्यवस्थापन समितिको अध्यक्षकै रहेछ। हामीले त्यही नास्ता बनाउन भन्छौँ। हाम्रो नास्ता बनिन्जेल हामीले मूर्तिकलामा फोटो खिच्छौँ, भिडियो बनाउँछौँ। अनि हामीले नास्ता खाँदै गर्दा केही गफ पनि गर्छौँ। उहाँहरू त माथि मन्दिरसम्म 1.5 घन्टामै पुग्नुहुने रहेछ। हामी पनि 3 घन्टा हिँड्दा पनि 3/4 मात्र पुगेर फर्कियौँ। त्यसपछि हामी गलकोटमा रहेको गाईघाट झरना पुग्छौँ। हामी गाईघाट झरना घुमेर बागलुङ हटिया हुँदै गुल्मीको वामी टक्सार तम्कास हुँदै घर फर्कन्छौँ। एउटा गीत जस्तो बरु एउटा ल फेरि बाटो बिग्रिएको छ भने पनि थाहा पाउँदो रहेछ। बाटो बनाएको पनि छ। पुलमा गाह्रो नि लागेको छ। यस्तो छ त बाइक त बेस्किँदै हिँडेर चाहिँ बस खोज्नु पर्ने हुन्छ लिएर लिन गयो लिन नै उचालेर गयो